महामन्त्री, समाचार के चाहिँ ल्याउनु भयो तपाईँले? प्रणाम महाराज। महाराज, पहिलाको जुन हामीले त्यो समयहरूसँग ऋण लिएका थियौँ, त्यो ऋण अब चुकाउने बेला भयो भन्दै हुनुहुन्छ। प्रणाम महाराज। के भयो सेनापति, तपाईँ किन अत्यन्तै आउँदै हुनुहुन्छ? महाराज, दुश्मन देशले हाम्रोमा हमला गरिरहेछ, आक्रमण गरि। यो दुश्मन देशको आक्रमण अब एकैजनाले मात्र रोक्न सक्छ। कसले चाहिँ महाराज? स्वामीनारायणले। स्वामीनारायण हो महामन्त्री। स्वामीनारायणले मात्रै हाम्रो विपदामा साथ दिन सक्छ। उसले धेरै नै ज्ञानहरू प्राप्त गरिरहेछ। यदि हामीले उसको सहयोग लिएर शत्रुहरूमाथि आज आक्रमण गर्न सक्यौँ भने यो युद्ध हामीले नै जित्न सक्छौँ। तर महाराज, अहिले स्वामीनारायण यता हुनुहुन्न। मलाई थाहा छ सेनापति, मलाई थाहा छ स्वामीनारायण यतानिर हुनुहुन्न भनेर। तर पनि उहाँको छाया र आशीर्वाद यहाँ छ। महाराज, यी स्वामीनारायण को हुन्? सेनापति, महामन्त्री, क्षमा महामन्त्री, मैले तपाईँलाई सेनापति भने। स्वामीनारायण भनेको ज्ञान र गुणको भण्डार हुनुहुन्छ। यदि उहाँले चाहनुभयो भने यो युद्ध रोकिन पनि सकिन्छ। तर महाराज, स्वामीनारायण यता किन हुनुहुन्छ? सेनापति, स्वामीनारायणले यतानिर आउनुपर्छ। यदि स्वामीनारायण यता आउनु भएन भने मसँग एउटा योजना छ। सरी, उपाय। कस्तो उपाय महाराज? महामन्त्री, तपाईँ यो उपाय अहिले बुझ्नुहुन्न। महाराज, अब के गर्नु पर्यो? सेनापति, अहिले जे हुँदैछ त्यसलाई हुन दिनुहोस्। यो कार्य केवल स्वामीनारायणले मात्र पुरा गर्न सक्छ, अरू कसैले सक्दैन। महाराज, छिमेकी राज्यमा एउटा उत्सवको आयोजना गरिएको छ अरे। त्यो उत्सवमा तपाईँलाई पनि आमन्त्रित गरिएको छ। म यहाँ राज्य पहाड सम्हाल्नु कि त्यहाँ उत्सवमा जानु? होइन, उत्सवमा मेरो पुत्रलाई पठाइदिनुहोस्। जो आज्ञा महाराज। सेनापति जी, महामन्त्री, तपाईँ अहिले नै जानुहोस् अनि महाराजको पुत्र वासुदेवलाई छिमेकी राज्यको उत्सवमा जाने अनुरोध गर्नुहोस्। हस् महामन्त्री।